त्यो म तामा केलाउन लागिरहेको छु। यो पेराको तामा हो, खाँदाखेरि निकै मिठो हुन्छ है यो तामा। हामी त निकै एउटा तामा छ यहाँ। अब तपाईँहरूलाई तामा चाहिन्छ भनेदेखि तुरुन्तै फोन गरिहाल्नु। मैले तामा निकै बेच्नु पनि पर्नेछ। अलिक तपाईँहरूले लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस् है, ताकि तामा खान चाहने मान्छेहरू सबैसम्म यो भिडियो पुगोस्। अनि तामा खाने अवसरबाट चाहिँ कोही पनि वञ्चित हुन नपरोस् भन्ने मेरो धारणा हो। यो तामा चाहिँ एकदमै मिठो छ। फेरि च्याउ च्याउ जस्तो पो छ त होइन त, यो त च्याउै चाहिँ नभनौँ तर च्याउ जस्तो जस्तो चाहिँ छ यो तामा। एकदम सस्तोमा